हो यो? कसको बच्चा हो यो भने? मान्छेको। त्यो त मलाई पनि थाहा छ नि। खुरुको नडाटी बन भन। कहाँबाट ल्याइस्यो बच्चा? कुचेतेर रखौटीको बच्चा हो यो, हँ? दा एकछिन लिनु त। अनुहार हेर्यो, मायाले कि चुमेर दिउ चाहिँ हुन्छ, बानी बेर हेर्यो, राम 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 एक राउन्ड कि घुमेर दिउ चाहिँ हुन्छ। त्यसो होइन क्या शान्ति? छुने होइन मलाई, नडाटी बन। कुचे रखौटी कोखबाट जन्मेर ल्याइस् तेरो यो बच्चा। भगवानले केटी बनाउँदाखेरि पक्का पनि रक्सी खाएर बनाएको हुनुपर्छ। त्यही भएर त कुरै नबुझी जहिले पनि झडा ओर्न मात्र तम्सिन्छन्। होइन है तोरी लाउरे, काटी कुटी यो बच्चाको अनुहार त त्यहीसँग मिल्छ त। अरू आएको मिल्छ नि माडल बजाएर। ए तपाईँहरू पनि आडे मान्छे आएर अरूलाई उचालेर बेकारमा। अब देखिया कुरालाई के उचाले भन्छस् गाँठे? ओइ, आजदेखि तेरो बाटो अलग, मेरो बाटो अलग। त मेरो नाम नलि, म तेरो नाम लिन। साला धोकेबाज भालुको पोइ। ओइ, किन रोएर तेरो झड्केलीलाई? मैले रोएको होइन, आफै रोएँ कि। हामीहरूको रुने बानी त जन्मजातै हुँदो रहेछ नि, के कसो हो? अनि यो सब चाहिँ के हो नि? यो ज्वानाको झोल, गुदपाक, ऊ लुकल भाले, तेल भरेलाई खसीको खुट्टा पनि मगाएको छु। टन्न लाएर सुप खाइन्छ। यो सब खायो भने दुध आउँछ रे नि त। कस्तो ठिस रहेछ। केटा मान्छे पनि कहीँ दुध आउँछ त, केटी मान्छेको पो आउँछ त। ए हो र? त्यसो भए मेरो छोरीलाई त दुध खुवाइदिए नि त। मेरो पनि कहाँ आउँछ त? किन त केटी होइन र? के भन्ने यसलाई? जा, पसलमा गएर बेबी फुड लिएर आइज। भोक लागे जस्तो छ।